है आजको यो घुमाइ हाम्रो त्यसैले यो के रहेछ यस्तै छ घुमाइहरू भइरहेछ यो पुरै मलाई चाहिँ पाथिबाट गएको भेब आइरहेछ नेपालको उकालो चढे जस्तो पुरै भेब चाहिँ त्यही तरिकाले चट्टसँगले भइरहेछ हरियो परियोहरू पनि छन् अगाडि साह्रै हरियो परियो मुस्कान दिइरहेछ सोल्टिनेले फेरि हैन गाह्रो छ अवस्था एकदमै ओ माई गॉड स्यास्या पो हिँड्ने रहेछ त सोल्टी जोडी छन् फेरि त्यहाँ अप्ठ्यारो साह्रै अप्ठ्यारो भन्ने हो यो त हाम्रो चाहिँ है तेरिका पानीको महल पनि छ यहाँ पुरै के छ त यहाँ भित्र भन्दाखेरि पुरै एट्याक गरिरहेछ परमेश्वरलाई ओहो हो दामी छ के हो यो पोस्टको चाहिँ आउँदैन फेरि गाह्रो ल चु साह्रै उकालो रहेछ हो आम्मा सुनसान वातावरण चट्टसँगले हरियाली है मर्यो बा उकालो चढ्दा तेरिका उकालो चढ्दा यहाँ त हो मर्ने भयो तेरिका जियोस् घुम्नको लागि एकदम सही ठाउँ रहेछ यो चाहिँ है त तेरिका तिमाथि चढेर आउँदाखेरि बल्ल आइपुग्यो स्यास्या बनायो चट्टसँगले भ्यूहरू चट्टसँगले हामी अहिले घुमिरहेछौँ उकालो माथि
टुप्पी जाम भनेको सकिरहेको अवस्था छैन। के गर्ने भन्ने कुरो हो। सोल्टिनीहरू हेरिरहनु भएको छ होइन। रिसुले यहाँ के भइरहेको छ त। के भयो त पुरै मार्ला जस्तो गरेछ त। के हो आम्मामा आँखाबाट पानी आइरहेछ त। कडा हो अप्ठ्यारो छ। आम्मा घुम्ने पनि के हो यो। यतादेखि उता उतादेखि यता घर पुगिन्छ पुगिँदैन भन्ने कुरो आएको छ। के अरे त कपालबाट झरिरहेछ त फेरि यहाँ त। ठिक छ यहाँ हिँड्नु सकेको छैन बुढो कुद्दैछ फेरि गुलिङ। ल है चट्ट दामी हेर्छु त कडा रहेछ त हो। यो बुढो त यहाँ पनि आइपुगेछ यार। फोटो खिच्नु लागेको थिएन केटा हो अघि हामीलाई तल फेरि यहाँ चाहिँ ल छोडिदियो। वाउ कस्तो राम्रो माछाहरू यार। तेरिका म त हेरिरहँ जस्तो लागिरहेछ यहीँ बसिरहँ जस्तो है। यस्तो रमाइलो ठाउँ। ओ माई गड हेर जता पाए त्यतै हरियाली छ। अब चाहिँ हामी चाहिँ घुमिसकेर चट्टसँगले हामी चाहिँ फर्किँदैछौँ होइन त केटा हो। ल त्यस्तै छ केटा हो। मिलाएर चट्टसँगले फर्किँदैछौँ। यति उकालो चढेर आइयो आज यस्तै छ। यति माथि चढेर आयो। ल चाहिँ हामी फर्किँदैछौँ है त। ल आजको हाम्रो 2 शब्द आजको दिन आजको हाम्रो ब्लग हाम्रो यहीँ टुङ्गिन्छ भन्ने हामी जानकारी गराउँछौँ। हस्त नमस्ते जय नेपाल।